आजबाट श्री स्वस्तानी परमेश्वरीको व्रत कथा आरम्भ भयो। म यहाँ श्री स्वस्तानीको कथा केही श्लोकबाट भन्छु, सुन्नुहोस्। यं ब्रह्मा वर इन्द्र रुद्र मरुतन् तुष्मन्ति दिव्ये स्तवये विधि संगपदा कर्मोपनिषदाय गायन्त्यं श्यामगा ध्यानावतिता गतेन मनसा पश्यन्त्यं योगिनो ये सन्तन्नमितु विदुरसुरागणा देवाय तस्मै नमः। श्रीमनचन्दन चर्चितो जलबभो शुक्रं बला मल्लिका मालालङ्कृतकुण्डलं प्रविष्टं मुक्तं बलशोभिता सर्वज्ञाननिधान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनं बुझे वसुतो मे त्रैलोक्ये माता चिरा मुकुं करोति वाचालं पाङ्गोलं लङ्घे ते गिरां इति कृपा त्वं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायमिति यस्य प्रसादे कक्षामि कथाम्यहम्। नारायणी नमस्कृत नारायणी नमस्कृत नारायण चैव नरोत्तमे देवी सरस्वती व्यास ततो जय मुदीरते रे। श्लोक प्रारम्भ भयो। अब भाउ माछको माडोलो र मृगको छाला तथा आयुध जो गर्छन् बलवान शत्रुगणको सशास्त्रद्वारा वध। यो सृष्टि तिर्नाछ पाल्न नपनि जुन शक्तिले गरिदिन्छन् स्वस्तानी जननी तिनै खुसी भई सङ्कष्ट सारा हरन्। जसको भूषण नाग छन् कमरमा छाला छ बागम्बर लाएको तनमा छ भस्म शिरमा छन् चन्द्रमा सुन्दरा भिक्षा पात्रले त्रिशूल डम्बरू जो गर्दछन् धारण त्यता श्री शिवले गरून् खुसी भई ब्रह्माण्डको रक्षण। कैलाशी तलमा थिए शिव अघि सानन्दको जिदिन सुदिन पार्वतीले बसेर नजिकै पाउ समाजिकन। यो सर्वज्ञ त्रिलोकमा व्रतहरू धेरै थरी छन् तर थोरै नै सर्वले बढी फल दिने यसमा छ कुन सुन्दर। जीवात्मा सबको अनेक थरीका सङ्कष्ट नासिदिने जुन हो धर्म जुरको प्रिय प्रभु कल्याण चाँडो हुने। कसको पूजनले पवित्र कहिन्छ ए नाथ आपत्तिमा आज्ञा गर्नुहोस् म सुन्दछु सबै विस्तारका साथमा। त्यस्तो प्रश्न समस्त लोकहितको श्री पार्वतीको सुनि भन्नु बनी श्री शिवजीले हाँस्दै दयालु बनी। प्राणीको हितका निमित्त तिमीले इच्छा गर्यौ सुन्नको साह्रै गुप्त छु त्यो सबै व्रतमा संक्षेपमा भन्छु त्यो। थाल्नु पर्दछ पौष शुक्ल सुमुखी त्यो पूर्णिमाको दिन गर्नु पर्दछ नित्य हामी दुवैको मध्याह्नमा पूजन। स्वस्तानी जगदीश्वरी भगवती सिधे दायतेरी भनी
रात्रिमा महिनाभरि शुभ कथा भन्नु र सुन्नु पनि। माला पुष्प र अक्षता अबिर जौ सिन्दुर कालो तिल राख्नु तोरण दिव्य मण्डप रची चौतर्फमा उजला। मिठा व्यञ्जन वस्त्र भूषणहरू सौती छाप्नु जति गर्नु पर्दछ खर्च शुद्ध मनले त्यो कार्यमा हे सती। पूजा त्यो विधिले सकेर करमा लिय अक्षता चन्दन सोतानी भनियो गर्नु स्त्रीवर्ती आनन्द मानिकन। ये दुर्गे छ सुवर्ण चाहिँ हजुरको कान्ति सफा टल्कने बोल्दो नेत्र प्रधान तीन रवि चाहिँ छौ विश्वमा झल्कने। छौ सिंहासनमा लगाई तनमा वस्त्रादि आभूषण बाहुमा 2 खड्क चम्र पनि छौ गर्ने सदाधारण। शोभा दिन्छ त्रिशूलले जजलले दया र माया कर यति छौ तिमी भन्न यो जगतमा सक्ने कहाँको छ र। जानी मूर्ख मलाई हे भगवती गर्छु म जो पूजन त्यसले टुट भई दया गरी ममा आफ्नो दिनोस् दर्शन। यस्तो ध्यान सकेर पूजन पनि गर्नु ठुलो भक्तिले सुन्नु दिव्य कथा जगत जननीको श्रद्धा र आनन्दले। सोतानीकन जे चढाउनु जति इच्छा छ सर्वभक्तको जम्मा 108 क्रमले राख्नु गनी बसुतो त्यो। सारा वस्तु चढाउनु क्रमसहित त्यो वेदका मन्त्रले पुरा हुन्छ सबै मनोरथ छिटै श्री शक्तिका भक्तिले। पूजा त्यो क्रमले सकेर निसीमा जागराम बस्नु अनि प्रताप कालोटी विसर्जन गरो कर्तव्य हो यो भनी। 8वटा प्रसार्नु 100मा सम्पूर्ण वस्तु गनी स्वामीलाई दिनु प्रसन्न मनले खानु होस् यो भनी। छैनन् स्वामी भनी प्रसाद सब त्यो सत्पुत्रलाई दिनु छोरो छैन र मित्र पुत्र छ भने त्यसलाई नै त्यो दिनु। कोही छैन भने बगा हुनु लगी भागीरथीमा अनि सोतानीकन सम्झनु मन मनै इच्छा पुगोस् लौ भनी। पूजा त्यो कर्मले सकेर जति छन् श्रोता र आफ्ना गण पार्नु पुरोहितलाई खुसी मनले दिदक्षिणा भोजन। सारालाई गराई तुष्ट व्रत त्यो गर्ने व्रतीले पनि खानु मालपुवा छ जो सहे त्यही यसको नियम हो भने। गर्नु पर्दछ वर्ष वर्ष दिनमा दिनको नै माघमा यो व्रत दुखी दिन दरिद्रको दुःख हरि गर्ने छ त्यसले हित। गर्दा त्यो व्रत मिल्छ श्रेष्ठ फल जो त्यसको गरी वर्णन सक्दैनन् जब शेषले पनि भने को सौचारको जन। गाई दान दिनु सरस सुनको पैराई आभूषण भन्छन् दान दिनु अनेक गज जो जुन सासरा सहजन। कन्या रत्न र अश्वदान सुनको दिन्छन् घडा कोटी जो गर्नेछन् तिलपात्र अश्वमुखमा धेरै अरू दान जो। गर्दा उत्तम रासुए मुखको पाइन्छ जस्तो फल त्योभन्दा बढी मिल्छ एक व्रतले स्वस्थानीको केवल।
सोतानी व्रतको सबै गरिदिए संक्षेपमा वर्णन के सुन्ने मनमा छ त्यो अब तिमी हे पार्वती लौ भन यो आज्ञा शिवको सुनेर मनको शङ्का गए थियो जब लागिन् भन्न सती हिमालय सुता पाऊ परी हे शिव सुन्दा अमृतनी कथा हजुरले आज्ञा भएको सब मेरो चित्त भएन तृप्ति अझ कोही सुन्छु म फेरि अब कसले कुन युगमा गर्यो व्रत कहाँ इच्छा पुग्यो के गरी त्यसको वर्णन गर्नुहोस् हजुरले विस्तारले यो गरी तिनको बिन्ती सुनिसकेर शिवले तत्काल आज्ञा भयो हे प्यारी सुन सावधान मनले सम्पूर्ण भन्छु म त्यो अर्को पाठमा गरौँला है फेरि